सम्झना बाँकी छ हाम्रा ती पलको सँगै नहोला हामी तर साथ सधैँभरको। हेलो नमस्ते साथीहरू। आज म मेरो जीवनको एउटा नयाँ पाठ सुरु गर्दैछु। धेरै दिनदेखि सोचिरहेको थिएँ कि म मेरो जीवनको भोगाइलाई तपाईहरूमाझ एउटा भिडियोको माध्यमबाट कसरी बाँड्न सक्छु र आज अनन्त म मेरो यो पहिलो भ्लग सुरु गर्दैछु। म यो भ्लगमा मेरो जीवनका साना साना सुख दुःख, भोगाइ, सङ्घर्ष र जीवनका नयाँ सिक्ने कुराहरू तपाईहरूमा प्रस्तुत गर्नेछु। साथै केही नयाँ सिकौँ, नयाँ गरौँ। यदि तपाईहरूलाई मेरो यो सुरुवाती मन पर्छ भने अर्को भिडियोमा भेट्नका लागि फलो गर्न पनि नबिर्सनु होला। मेरो भ्लग कस्तो लाग्यो र अबको भिडियोमा तपाईहरू के हेर्न चाहनुहुन्छ कमेन्ट मार्फत बताइदिनु होला। धन्यवाद।